सो अब यहाँ तिमीले हेर्न सक्छौ हैन टक्कसँगले यहाँ मैले म स्टिमर प्रुफ अफ गरे भने मात्रै तिमीले लाइक के भन्छ यहाँनिर यो लोकेसन देखिरहेको छ क्या सो लाइक यो पहिलो कुरा त स्टिमर प्रुफ प्यानल हो आइफोनको है अनि दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि अहिले मैले यसलाई अफ गरेँ अरू फिचर्स भनेको यहाँ तिमीले हेर्न सक्छौ यसको ब्याक जम छ सो यहाँनिर तिमीले ब्याक जम पनि हेर्न सक्छौ अर्को फिचर्स भनेको यु क्यान लुक एट दिस हैन सो यो चाहिँ ब्याक जमवाला एउटा फिचर्स भइहाल्यो अर्को फिचर्स भनेको यहाँ तिमीहरूको लोकेसनवाला हुन्छ यहाँ नेम सेम के हुन्छ हैन सो अहिलेको लागि चाहिँ लाइन मात्रै मैले देखाएँ अनि लाइक स्टिमर प्रुफ छ नि त नि तिमीले के देखेकै छैनौ अब देखिरहेको हुन्छ स्टिमर प्रुफ अफ गरेपछि सो अब यो कुरा भइसकेपछि तिमीहरूको अर्को भनेको तिमीहरूको एमबोर्ड हुन्छ हैन अब यहाँ तिमीहरूको एमबोर्ड हेर्न सक्छौ एमबोर्डमा पनि लाइक कहाँ हान्ने त तिमीहरूको हैन हेडमा लाग्ने कि जस्तो लाइक तिम्रो फायर हान्दाखेरि तिम्रो गोली हेडमा लाग्ने हो कि लाइक हेर्न सक्छौ यसरी हेडमा लाग्ने हो कि अब तिम्रो हेडमा नलागेर अब तिम्रो अब नेकमा हान्ने हो कि हैन तिमीहरूको नेकमा जाने हो कि अब त्यो पनि नभएर अब अर्को फिचर्स भनेको यहाँनिर हुन्छ बडी हैन कति रेड मात्रै हान्नु भनेर तिमीलाई बडीमा कहाँ अलिक गलत ठाउँमा स्कोप जाँदो रहेछ हैन लाइक त्यस्तो हुन्छ अब यहाँ तिमीलाई यो कुरा हो यो फिचर्सको हैन अब मैले यहाँ तिमीलाई मैले स्टिमर प्रुफ अहिले अफ गरेँ लाइक तिमीलाई देखिरहेको छौ हैन लोकेसन सो लाइक यसरी हेर्न सक्छौ यसरी खेल्न सकिन्छ है त सो लिने भए चाहिँ लाइक सिधै व्हाट्सएपको नम्बर चाहिँ बायोमा चाहिँ टक्कसँगले मेसेज गर्दा भइहाल्यो अब यहाँ अहिले मैले बडीमा सेलेक्ट गरेको थिएँ बडीमा लाग्यो अब मैले यही कुरालाई यहाँनिर गएर हेडमा राखेँ भने तिम्रो ठ्याक्कै स्कोप एड सक्यो खतम नगर